सम्बन्ध सम्बन्ध बनाउनु सजिलो हो, जोगाउनु चुनौतीपूर्ण। शब्दहरू आदान प्रदान गर्न, नाम जोड्न, तस्बिरहरू पोस्ट गर्न, मन परेको देखाउनु सजिलो छ। तर सम्बन्ध भन्ने कुरा त त्यसपछि सुरु हुन्छ जब समय बदलिन्छ, मनोवृत्ति बदलिन्छ अनि परिस्थितिहरूले परीक्षा लिन थाल्छन्। साँचो सम्बन्ध त त्यही हो जहाँ निराशा हुँदा पनि आशाको धाग ओढिन्छ, झगडा हुँदा पनि मायाको जराले छोड्दैन। हो, कहिलेकाहीँ एकअर्काबाट दिक्क लाग्न सक्छ, गल्ती हुन सक्छ, मोन्तली पनि नम्बिन सक्छ। तर जुन सम्बन्धमा इगो भन्दा माफी ठुलो हुन्छ त्यहाँ नै बाँच्ने आशा हुन्छ। सम्बन्धमा निरन्तरता राख्न विश्वास चाहिन्छ, धैर्यता चाहिन्छ अनि सबभन्दा बढी चाहिन्छ एकअर्कालाई नछोड्ने इमानदारी। किनभने माया गर्नु एउटा पलको कुरा हो, तर माया जोगाइराख्नु भने जीवनभरको कला हो।